आज हाम्रोमा बन्दैछ बाख्राको मासु, मतलब खसीको टाउको हो। यो टक्क पारेर गिदी जिब्रो हाडखोड सब पाक्दैछ है गाइस कुकरमा। गोर्खाली स्टाइलमा पकाउँदै हो आज हामीले। अनि खुर्सानी र प्याजलाई टक्क पारेर यसरी घुमाएर यसलाई रातो हुन्जेसम्म पकाउने, यसलाई सर्लक पारेर खाने। फेरि यो हाम्रो जिन्जर गार्लिक पेस्ट, मतलब गाउँघरतिर त लसुन र अदुवाको हतारके ग्रेभी। अर्ग्यानिकको छोरो, नेपाली स्टाइलमा अर्ग्यानिकको छोरो। अदुवा र अदरकको नाति, यसलाई सहरतिर पाइन्छ, गाउँघरतिर पाइन्न। यसलाई टक्क हालेर यहाँपछि हल्का हामीले स्लो मोसनमा यसरी चलाउने। बाडेर अब आँसु हाल्ने, त्यसपछि यसलाई हल्का मिक्स गर्ने कुकरमा यसरी। हाम्रो प्याज टमाटर नुन सब हालिसकेपछि हामीले हाल्ने अब यसमा मटन मसला टक्क पारेर, अनि गरम मसला, थोरै हल्दी, हाम्रो पर्सनल मसला। यसलाई अब मिक्स गर्ने पानी हालेर टक्क पारेर। अब यसलाई बन्द गर्ने।